अहिले हामीले यो बच्चालाई सर्किएको खण्डमा उसलाई कसरी सहयोग गर्न सक्छौँ, तत्कालको लागि उसको जीवन कसरी बचाउन सक्छौँ भन्ने एउटा तरिका गर्न जाँदैछौँ। यसका लागि उसलाई सबभन्दा पहिले खोक्न लगाउनुहोस्। खोक खोक। अब यदि उसले खोकेर पनि त्यो निस्केन भने अब उसलाई एउटा हातले अगाडि नुहाएर सपोर्ट गरी अर्को हातको यो हिलले हत्केलाले पन्दाको बिचमा 5 पटक थप्नुपर्नुहोस्। त्यसरी 5 पटक थप्नुपर्नुहोस्। 1 2 3 4 5। यदि यसरी निस्केन भने उसलाई पेटमा चाप दिएर, पेटमा दबाब दिएर त्यसका लागि तपाईँले एउटा हातलाई मुठी पार्नुहोस् र अर्को हातले सपोर्ट गर्नुहोस् र भित्रतिर र माथितिर लगाउनुहोस्। यदि निस्केन भने थोरै निहुराएर उसलाई भित्रपट्टि र माथितिर सब बल यो चाप दिनुहोस्। 1 2 3 4 5 यसरी दिनुहोस्।